डिफेन्डिङ च्याम्पियन इन्डिया अगेन्स्ट माइटी न्युजिल्यान्ड T20 विश्वकप 2026को फाइनल खेल जहाँ इन्डियाले न्युजिल्यान्डको सामना गर्दैछ। जुन खेल सन्डे भारतको नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुँदैछ, जुन वर्ल्डको लार्जेस्ट स्टेडियम पनि हो। यो दुईबिचको भनौँ न T20 वर्ल्ड कपको यो फाइनल खेलको ब्याटल इन्ट्रेस्टिङ हुने अपेक्षा गरिएको छ। इन्डियन क्रिकेट टिमको यो विश्वकपको जर्नीलाई हेऱ्यो भने केही उतार चढाव, केही अप्स एन्ड डाउन को त्यो सामना गर्दै आएको टिम हो भने केही महत्त्वपूर्ण एकदम क्रुसल म्याचहरूमा फेरि शानदार तरिकाले जितेर आएको पनि टिम हो इन्डिया। इन्डियन क्रिकेट टिमको अलिकति जर्नीले हेर्ने हो भने सूर्य कुमार यादवको क्याप्टेन्सीमा रहेको इन्डियन क्रिकेट टिम जसरी सुपर एटमा प्रदर्शन गरे, आई थिङ्क वान अफ द बेस्ट पर्फर्मर इन T20 वर्ल्ड कपको, स्पेसली सुपर एटमा जसरी इन्डियाले पर्फर्मेन्स गरेको थियो र जसरी सन्जु स्यामसनको त्यो भनौँ न पुनरागमन पछाडि इन्डियन क्रिकेट टिम एकदमै ओभर भनौँ न एम्बिसियसको साथ एकदम कन्फिडेन्ट लिएर T20 विश्वकपमा महत्त्वपूर्ण खेलहरू खेलिरहेको छ र जित पनि हासिल गरिरहेको अवस्था छ भने न्युजिल्यान्ड क्रिकेट टिम पनि सुपर एट भन्दा केही अगाडि जुन शानदार ढङ्गको उसको इन्ट्री थियो, त्यसमा सुपर एटमा केही उसले उतार चढावको सामना गर्नु पर्यो, केही भनौँ न खेलहरू गुमायो, केही खेलहरू भएन र भनौँ न केही खेलहरूको नतिजामा भर परेर लक्किली त्यो सुपर एटबाट सेमी फाइनलसम्म आइपुगेको टिम हो। तर सेमी फाइनलमा जसरी अपराजित साउथ अफ्रिकालाई त्यो 9 विकेटले पराजित गरेर आएको छ, आई थिङ्क न्युजिल्यान्ड पनि एकदमै कन्फिडेन्ट छ, एकदमै आत्मविश्वासले भरिपूर्ण टिम रहेको छ र न्युजिल्यान्डसँग पनि प्रशस्त गेम चेन्जर र गेम विनर प्लेयरहरूले भरिएको टिम छ। त्यसले गर्दाखेरि आई थिङ्क यो फाइनल खेल एकदमै कम्पिटेटिभ हुनेछ, एकदमै उत्कृष्ट हुनेछ र एसियन कन्ट्रीको रिप्रेजेन्ट गरेको इन्डिया, पक्कै पनि एसियन कन्ट्रीका भनौँ न क्रिकेट समर्थकहरू पक्कै पनि इन्डियालाई त्यो सपोर्ट गर्न चाहन्छ र इन्डियाको पक्षमा रहनेछन् भने साउथ वेस्टर्न पेसिफिकबाट आउने कन्ट्री न्युजिल्यान्ड जसलाई पक्कै पनि त्यो साइडको कन्ट्रीका भनौँ न क्रिकेट समर्थकहरूले त्यो समर्थन गर्ने त्यो सम्भावना रहेको छ। आई थिङ्क यो फाइनल खेल एज अ होस्ट कन्ट्री इन्डिया, डिफेन्डिङ च्याम्पियन इन्डिया फेरि पनि दोस्रो पटक लगातार T20 वर्ल्ड कपको ट्रफी जित्न चाहन्छ र हाम्रो तर्फबाट पनि इन्डियन क्रिकेट टिमलाई एज अ एसियन कन्ट्री भनौँ न नेपालबाट इन्डियन क्रिकेट टिमलाई शुभकामना दिन चाहन्छु। फाइनल खेल एउटा एसियन कन्ट्रीको नाममा रहोस्, यो ट्रफी फेरि पनि एसियन कन्ट्रीले जितोस्, त्यो हाम्रो चाहना छ, त्यो हाम्रो शुभेच्छा छ। आई थिङ्क इन्डियन क्रिकेट टिमले त्यो डिजर्भ पनि गर्छ यो कन्डिसनमा जसरी पर्फर्मेन्सहरू गरिरहेको छ। गौतम गम्भीरको प्रशिक्षणमा रहेको इन्डियन क्रिकेट टिम एकदमै आत्मविश्वास र एकदमै कन्फिडेन्टको साथ फाइनल उत्रिनेछ।